नमस्कार सबैजनालाई। आजको यो भिडियोमा म देखाउन जाँदैछु हाम्रो अनलाइन बुक सफ्टवेयरबाट हजुरको किराना मार्ट तथा व्यवसायहरू रिटेल होलसेल व्यवसायहरू कसरी मेन्टेन हुन सक्छ। जस्तै कि हजुर स्क्रिनमा हेर्न सक्नुहुन्छ, हजुरले ड्यासबोर्ड पाउनुहुन्छ जसमा चाहिँ हजुरको सेल्स पर्चेजहरू हैन सबै सो गरिएको हुन्छ। हजुरलाई रिसिभेबल्स, पेएबल्स र क्यास ब्याङ्कको ब्यालेन्सहरू सबै सो हुन्छ हजुरलाई। र हजुरले सिम्पली इन्भोइस गर्नु छ भने हजुरले सेल्स पर्चेजहरू लेफ्ट साइडमा पाउन सक्नुहुन्छ। साथै फाइनेन्स इन्भेन्ट्रीहरू अभाइलेबल हुन्छ हजुरलाई। र सुरुमा चाहिँ हजुरले पर्चेज चढाउनको लागि सिम्पली तल दिएको पर्चेज बटनमा क्लिक गर्नुपर्ने हुन्छ र हजुरलाई चाहिँ नेपाली र इङ्ग्लिस क्यालेन्डर दुईटै सफ्टवेयरले दिएको हुन्छ र हजुरले सिम्पली सप्लायर इन्भोइस नम्बर राख्न सक्नुभयो। त्यसपश्चात हजुरले कुन चाहिँ आइटम पर्चेज गर्दै हुनुहुन्छ त्यसको नाम राख्नुपर्ने हुनेछ। त्यसपछि हजुरलाई त्यो आइटमलाई बारकोडको थ्रु स्क्यान गरेर पर्चेज गर्नु छ भने स्क्यान पनि गर्न सक्नुभयो हजुरले हैन। सो फोनकै क्यामेराको थ्रु हुन्छ त्यो। र हजुरलाई आइटमको नेमको थ्रु पर्चेज गर्नु छ भने सिम्पली यहाँनिर नेम सर्च गर्न सक्नुभयो अथवा हजुरले तल दिएको एड न्यू भन्ने अप्सनले हजुरले आइटमलाई एड पनि गर्न सक्नुहुन्छ है। त्यसपछि हजुरले सिम्पली क्वान्टिटी र रेट मेन्सन गरिदिनुहुन्छ र यदि ट्याक्स लाग्ने आइटम छ भने ट्याक्स लगाउन सक्नुभयो। यदि नभए हजुरले डिसेबल नि गर्न सक्नुहुन्छ ट्याक्सलाई। र सिम्पली सबै गरेर एड टु कार्ट गरेर हजुरले रिमार्क्सहरू केही छ भने राख्न सक्नुभयो, नभए डाइरेक्टली सेभ गरिदिन सक्नुहुन्छ है। सो सिम्पली यसलाई सेभ गरिसकेपछि अरू केही डिटेल्सहरू छ भने हजुरले थप्न सक्नुभयो। डिस्काउन्टहरू केही दिनु छ भने, नभए डाइरेक्टली सेभ गर्न सक्नुहुनेछ हजुरले। अब सेभ भइसके पश्चात हजुरको सिम्पली ब्याक आउन सक्नुभयो हजुरले। त्यसपछि एमआइएस रिपोर्ट भनेर हजुरले देख्न सक्नुहुन्छ। त्यसमा चाहिँ हजुरले जति पनि रिपोर्ट चाहिन्छ आफ्नो त्यो चेक गर्न सक्नुहुन्छ। अहिले चाहिँ मैले स्टक ट्रायल खोलेको छु। त्यसमा चाहिँ हजुरको सामान कति छ त आफूसँग, कति सेल्स गरियो, पर्चेस गरियो र हजुरसँग करेन्ट ब्यालेन्स कति छ त्यो चेक गर्न सक्नुहुन्छ। अब हजुरले कुनै आइटम कोडहरू बारकोडहरू छ भने स्क्यान गर्न सक्नुभयो डाइरेक्टली, नभए हजुरले डाइरेक्टली नाम सर्च गरेर नि हेर्न सक्नुहुन्छ। अब हजुरसँग क्लोजिङ भनेको चाहिँ करेन्ट ब्यालेन्स कति छ सो गर्छ हजुरलाई, भ्यालुएसन सो गर्छ हजुरलाई। सो सबै यहाँनिर रिपोर्टमा पाउन सक्नुहुन्छ। र त्यसै गरी हजुरलाई सेल्स गर्नु छ भने सिम्पली सेल्स इन्भोइसमा खोल्न सक्नुभयो हजुरले। र सिम्पली यसमा कस्टमर चुज गर्नुहुन्छ र आइटम चुज गर्नुहुन्छ। अब यसलाई नि बारकोड स्क्यान गर्नु छ भने बारकोडको थ्रु गर्न सक्नुभयो, नभए डाइरेक्टली आइटम चुज गर्न सक्नुहुन्छ हजुरले। यदि नयाँ आइटम बनाउनु छ भने नयाँ आइटम बनाउन सक्नुहुन्छ हजुरले। त्यसपछि सिम्पली हामीले आइटम चुज गर्छौँ एउटा, मैले बिस्किट भनेर बनाउँदैछु। त्यसपछि हजुरले क्वान्टिटी राख्नुहुन्छ कति सेल्स गरिन्छ हैन। त्यसपछि हजुरले रेट यदि हजुरले आइटम बनाउने बेलै राख्नुहुन्छ भने अटोमेटिकली पिक गर्छ, नभए हजुरले यतिखेर चेन्ज पनि गर्न सक्नुभयो रेटलाई हैन। त्यसै गरी हामीले ट्याक्सहरू राख्छौँ र यसलाई सेभ गरिदिन्छौँ। सो सिम्पली यो पनि हाम्रो सेल्स भइसकेको छ। हामीले जे पर्चेस गरेको थियौँ त्यही सेल्स गरेको छौँ। सिम्पली हामीले ब्याक आउन सकिन्छ। सो मेनली सेल्स पर्चेस चाहिँ यति इजी हुन्छ हजुरलाई फोनको थ्रु हैन। हजुरले बारकोडको थ्रु नि गर्न सक्नुभयो। हजुरले बाँकी रिपोर्ट्सहरू एक्स्ट्रा चाहिन्छ भने रिपोर्ट्सहरू पाउनुहुन्छ हैन। सेल्स रजिस्टर, पर्चेस रजिस्टर, प्रफिट लसहरू चेक गर्न छ भने प्रफिट एन्ड लस चेक गर्न सक्नुभयो हजुरले। सो यसमा चाहिँ अब हजुरले आइटमको स्टक वाइज नै चेक गर्न सक्नुहुन्छ प्रफिट एन्ड लसहरू हैन। नभए जेनरल लेजर के हिट हुन्छ हजुरको हैन, इन्भेन्ट्रीको, क्लोजिङको, पर्चेसको, सेल्सको, यहाँ सबै हजुरलाई प्रफिट एन्ड लस सो गर्छ। अब इन्क्लुड स्टक गर्ने हो कि नगर्ने हो त्यो पनि चुज गर्न सक्नुहुन्छ। अथवा हजुरले सर्ट एन्ड डेट वाइज हजुरले हेर्नुहुन्छ भने डेट पनि फिल्टर गर्न सक्नुहुन्छ। त्यसै गरी बाँकी फाइनेन्सबाट चाहिँ हजुरले रिसिभ पेमेन्ट भाउचर भनेर पाउनुहुन्छ। यसबाट चाहिँ हजुरले कसलाई पेमेन्ट दिँदै हुनुहुन्छ, केहीको थ्रु, ई सेवाको थ्रु, फोन पेको थ्रु, ब्याङ्कको थ्रु भने त्योहरू चढाउन सक्नुभयो। अब डेबिट क्रेडिट दुइटै गर्न सक्नुहुन्छ हजुरले हैन। यसमा पेमेन्ट लिएको पनि देखाउन सक्नुभयो, सर्टेन लेजर दिएको पनि देखाउन सक्नुभयो। जस्तै मैले खाजाको अहिले 500 हालिरहेको छु, यो मेरो खर्च भयो आजको दिनको। सो मैले यसलाई सिम्पली चढाएर राखिदिइरहेको छु हैन। सर्टेन रिमार्क्सहरू, केही नम्बरहरू केही छोड्नु छ भने, अट्याच गर्नु छ भने सबै मिल्यो हजुरले गर्न। यही अनुसारले पेमेन्टको नि मिल्यो हजुरले, रिसिट गर्न नि मिल्यो, पैसा आएको गएको दुइटै मिल्यो। सिम्पली रिफ्रेस गरेर आफ्नो ड्यासबोर्ड रिफ्रेस नि गर्न सक्नुभयो हजुरले हैन। सो सेल्सहरू पर्चेसहरू हजुरलाई सबै सो गर्छ। बाँकी इन्भेन्ट्रीबाट हजुरले आइटम मास्टर रिसिटहरू, मेटेरियल रिसिट, पर्चेसहरू गर्न सक्नुभयो, आइटम मास्टरहरू गर्न सक्नुभयो। सो सिम्पली मेनली यति कुरा हुन्छ हजुरको। सिम्पली लगइन लगआउट सजिलो छ यसको, लगइन र लगआउट गर्नलाई। सो यो सबै टास्क हजुरले अनलाइन बुक्सको हाम्रो मोबाइल एप्लिकेसनको थ्रु गर्न सक्नुहुन्छ। र साथै यो सफ्टवेयरमा हजुरहरूले 5वटा युजर आइडी पाउनुहुन्छ। सो 5वटा युजर आइडीको थ्रु 5 जनाले अपरेट गर्न सक्नुहुन्छ यो सफ्टवेयरलाई चाहिँ हैन। सो हजुरलाई यसको चाहिँ सपोर्टेड ट्रेनिङ पनि कम्प्लिटली फ्री हुन्छ। सो हजुरले चाँडै नै सम्पर्क गरेर हामीबाट पर्चेस गर्न सक्नुहुन्छ। धन्यवाद।